आमाले एक दिन छोरोलाई भन्नुहुन्छ, छोरो बाबु, तँलाई मैले खाए नखाए हुर्काए बढाए, कति रात मैले तेरो लागि सुतिन म, तो रात्रिको 12 बजे उठ्थिस्, टोयलेट गर्थिस्, पिसाब गर्थिस्, मैले त्यो निन्द्रालाई पनि पर सारेर रात्रिको 12 बजे पनि नभनिकन मैले तिम्रो टोयलेट सफा गरे, पिसाब सफा गरे, सुकिलो कपडा लगाएर मैले तिमीलाई सुताएको हुँ। यसरी हुर्काउँदै बढाउँदै बढाउँदै आज तिमीलाई मैले जवान बनाएको छु छोरो। के छोरो अब के यो बुढेसकालमा पुगेको आमालाई के तिमी बुहारी ल्याउँदैनौ घरमा सेवाको निमित्त? आमाले छोरोलाई भन्नुहुन्छ, छोरोले पनि भन्दछ, आमा हजुरको कुरो ठिकै हो, मैले बुहारी त ल्याउनै पर्छ तपाईको सेवाको निमित्त। अब एक दिन, 2 दिन, 3 दिन व्यतीत हुँदै जान्छ। फेरि एक दिन आमाले छोरोको छेउमा बसेर भन्नुहुन्छ, बाबु अब त लिन हो, बुहारी लिन हो अब त। छोरोले भन्दछ, ठिक छ, मैले एउटी हेरेको छु आमा, म अवश्य लिएर आउनेछु। नभन्दै 2-4 दिन बादमा छोरोले बुहारी लिएर आउँदछ। जब छोरोले बुहारी लिएर घरको मूल ढोकामा उभिन्छ, आमाको खुसीको ठिकाना रहेन। आमाले आरती सजाएर लिएर आउनुहुन्छ भित्रबाट, अनि छोरो र बुहारीलाई आरती उतार्दै भित्र लिएर आउनुहुन्छ। 2 जनालाई सोफा सेटमा राखेर टिको लगाउनुहुन्छ। दाम्पत्य जीवन सुखद रहोस् छोरो, कहिले जीवनमा दुःख नपाओस् तिमीहरू 2 जनाले भनेर आशीर्वाद पनि दिनुहुन्छ। अब समय व्यतीत हुँदै गयो, समय व्यतीत हुँदै गयो। 6 महिना जब व्यतीत हुन्छ नि, त्यतिखेर एक दिन बुहारीले छोरोलाई आएर भन्न लाग्दछिन्, सुन्नुहोस् त, तिम्रो यो बुढी आमालाई तिमीले अब घरबाट निकाल्नुपर्छ। यो बुढी आमालाई तिमीले घरबाट निकाल्नुपर्छ। लैजाऊ, लगेर वृद्ध आश्रममा राखिदेऊ। छोरोले आफ्नो श्रीमतीपट्टि हेर्दै भन्दछ, तिमी के कुरो गर्दैछौ? यिनै आमाले मलाई नजन्माउनु भएको भए तिमी मेरी आज श्रीमती भएर आउँथिन् होली। यस कारणले गर्दाखेरि यो कुरो नगर मेरो अगाडि। नभन्दै फेरि 2-4 दिन श्रीमतीले मनमा विचार गर्दछिन्, होइन अहिले त यिनको दिमाग अलिक ठिक छैन, म 2-4 दिन बादमा यिनलाई फेरि सम्झाउने छु भनेर फेरि 1 महिना 2 महिना व्यतीत भइसके पश्चात फेरि श्रीमानको अगाडि आउँदछिन् र भन्न लाग्दछिन्, अब चाहिँ तपाईँले यी बुढियालाई यिनको कति खगार म सोर्नु, कति कट्टी सोर्नु, कति पिसाब सोर्नु, रात दिन कोठामा बसेको छ, किचकिच गरेको छ, खङ गरेर खोगिरहेको छ, सुत्नु पनि दिँदैनन्। यस्तो बुढियालाई लगिहाल तिमीले वृद्धाश्रममा। अगर तिमीले तिम्रो यो आमालाई वृद्धाश्रममा पुर्याउँदैन भने म माइती घर जानेछु, तिमीलाई त्याग दिनेछु सधैँको निम्ति। त्यतिखेर छोरो धर्म संकटमा पर्दछ अनि छोरोले मनमा विचार गर्दछ, आफूलाई जन्म दिएकी आमालाई अब कसरी घरबाट निकाल्नु? जुन आमाले जीवनभर टट्टी पिसाब सोरेर मलाई यो जग्गामा ल्याउनु भएको छ, आज यस्तै आमालाई म घरबाट कसरी निकाल्नु? नभन्दै एक दिन छोरोले आमाको छेउमा गएर भन्नुहुन्छ, आमा आज हजुरलाई म घुमाउनु लानेछु बजार, आज नयाँ साडी लाउनुहोस्, नयाँ ब्लाउज लाउनुहोस् ल आमा। आमाले भन्नुहुन्छ, छोरो यतिको दिनसम्म तिमीले मलाई कहिले पनि बजार घुम्न जाउँ भनेर भनेको थिएनौ, तर आज तिमीले किन भन्दैछौ? छोरोले भन्दैछ, होइन आमा, तपाईहरुको पालोको बजार सानो थियो, अहिले त्यो बजार विशाल भएको छ, 2-4 दिन त घुम्नै लाग्छ, यसकारण नयाँ कपडा लगाउनुहोस् अनि 2-4 वटा कपडा चाहिँ तपाईले त्यो ब्यागमा पनि हाल्नुहोस् है भनेर भन्नुहुन्छ। आमा इनोसेन्ट हुनुहुन्थ्यो, बिचारा आमाले त्यो 2-4 वटा कपडा ब्यागमा पनि हाल्नुहुन्छ, आफूले पनि नयाँ कपडा लगाउनुहुन्छ अनि छोरोले आमाको हात पक्रिनुहुन्छ अनि घरबाट आमालाई बाहिर निकाल्नुहुन्छ।
छोरोको हृदय त छिया छिया भइरहेको थियो। त्यो अवस्थामा आँखाबाट आँसु झरिरहेको थियो। छोरोको आफूलाई जन्म दिने आमालाई बुहारीको कारणले गर्दा, श्रीमतीको कारणले गर्दा आज घरबाट निकालेर लाने यस्तो अवस्था, यस्तो नौबत आइलाग्यो। आज नभन्दै हातमा पक्रेर निकालेर लिएर जानुहुन्छ। जब साँझ पर्ने अवस्था हुन्छ, आमाले भन्नुहुन्छ, छोरो खै त तिमीले भनेको त्यो बजार। त्यतिखेर छोरोले भन्दछ, बजार अलिक टाढै छ आमा, आउनुहोस् न, यो घरमा तपाईँ बस्दै गर्नुहोस्, म बजारमा गएर केही न केही हजुरको लागि खानेकुरो म लिएर आउने छु नि भनेर आज छोरो आमालाई त्यो घरको सिक्कामा छोडी राखेर आज जानुहुन्छ। 1 घण्टा भयो छोरो फर्केर आउँदैन, 2 घण्टा भयो छोरो फर्केर आउँदैन, 3 घण्टा हुँदछ। त्यतिखेर जुन घरको सिक्कुवामा आज आमा रुँदै बसिरहनु भएको थियो, त्यो घरको भित्रबाट एकजना मान्छे निस्केर आउनुहुन्छ र भन्नुहुन्छ, आमा अब तपाईको छोरो फर्केर आउनेवाला छैन। आमा भन्नुहुन्छ, होइन, छोरोले त मलाई केही न केही खानेकुरो लिनको निम्ति गएको छ, आउँछ मेरो छोरो। त्यतिखेर ती व्यक्तिले भन्दछ, आमा तपाईलाई तपाईको छोरोले वृद्ध आश्रममा छोडेर गइसकेको छ, अब तपाईको छोरो फर्केर आउनेवाला छैन। त्यतिखेर आमाको आँखाबाट बरङ आँसु जान्छ। त्यो दिन छोरोको सम्झिन्दछ, कति रात नसुतेको, कति दिन गुजारेको, यी सबै कुराहरू आमालाई जल याद आउँछ। अनि जसो तसो छटपटिँदै भए पनि त्यो वृद्ध आश्रममा रात निकाल्ने विचार गर्नुहुन्छ। एक रात त आमाले निकाल्नु भयो। बिहानको समयमा त्यो आश्रममा, त्यो वृद्ध आश्रममा भण्डारा कुनै सेठले दिनुभएको रहेछ। अनि त्यो भण्डारामा त थाली बाँड्दै आइयो, भोजन बाँड्दै आउँदछ। त्यो भोजनको साथसाथै त्यो एउटा थालीमा, त्यो आमाको हातमा आएको थालीमा सेठले एउटा जुलेबी पनि राखिदिनुहुन्छ। जब जुलेबी थालीमा आइपुग्दछ, आमाले हेर्नुहुन्छ, त्यो जुलेबीलाई हेर्दै आमा रुन थाल्नुहुन्छ। सम्झिनुहुन्छ, मेरो छोरोलाई यो जुलेबी साह्रै मन पर्थ्यो। अब यो जुलेबी मेरो छोरालाई नखुवाइसम्म, आजसम्म मैले छोरोलाई नखुवाइसम्म आफूले खाएको थिएन भने आज म कसरी यो जुलेबी म खाउँ एक्लै भनेर अब आमाको हात काम्न थाल्दछ। त्यति नै खेर आमाको मन मान्दैन, मैले मेरो छोरालाई लगेर यो जुलेबी खुवाउनै पर्छ भनेर अब त्यो जुलेबी बोकेर घरको तर्फ प्रस्थान गर्नुहुन्छ। जब घरको प्राङ्गणमा पुग्नुहुन्छ, गएर आमाले आवाज लगाउनुहुन्छ, छोरो बाहिर निस्किन, छोरो बाहिर निस्किन। त्यतिखेर छोरो भित्रबाट बाहिर निस्किन हुन्छ त आमा त थाली बोकेर आउनु भएको छ, थालीमा जुलेबी रहेछ। त्यतिखेर आमाले भन्नुहुन्छ, छोरो तैले मलाई वृद्ध आश्रममा त पुर्याइदिस, राखिस, केही छैन मलाई तलाई भन्नु। तर त्यो वृद्ध आश्रममा हेर्न, आज त सेठजीले जुलेबीको बाँड्नु आउनु भएको रहेछ, अनि यो जुलेबी तलाई साह्रै मन पर्थ्यो नि त छोरो, यसकारण तलाई नखुवाइसम्म मेरो मनै मानेनन् भनेर आज छोरोको अगाडि जब जुलेबी हातमा उठाएर आमाले छोरोलाई खुवाउन लाग्नुहुन्छ, त्यतिखेर छोरो धडामसितले जमिनमा गिर पर्छ।